नमस्ते सबैजनालाई। अब पर्सि चैत 13 गते 12 बजेर 34 मिनट जाँदाखेरि हामी नेपालीले नयाँ प्रधानमन्त्री पाउँदैछौँ र प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूले शपथ ग्रहण गर्दै हुनुहुन्छ। इतिहासमा म जन्मेदेखि अहिलेसम्म यसरी आफ्नो वैदिक सनातन हिन्दू धर्म संस्कृतिले शपथ ग्रहण गर्न लागेको चाहिँ फर्स्ट टाइम देखिरहेको छु होइन। अनि हामी सबै नेपालीलाई एकदमै धेरै धेरै शुभकामना। अब आउने दिनहरूमा एकदमै राम्रो होस्, नेपाल हाँसेको हेर्न पाऊँ र बालेन्द्र शाह अनि राष्ट्रिय स्वतन्त्र पार्टी हामी नेपाली जनतालाई एकदमै धेरै धेरै धन्यवाद। र साँच्चै नै हाम्रो नेपाली काजुली फेर्छ, त्यो कुरामा ढुक्क हुनुहोस् भन्दै यो भिडियो कभरले हेर्नुहुन्छ सबैजनाले लाइक सेयर गरिदिनु होला। धन्यवाद।